हेलो गाइस, वेलकम बैक टु माई च्यानल। आज चाहिँ म तपाईहरुलाई हाम्रो भिलेज लाइफको बारेमा देखाउने छु। हाम्रो चाहिँ घरमा के छ भनेर हो। हामी चाहिँ भिलेजमा चाहिँ कस्तो हुन्छ भनेर है। बाख्रा छ हो, यिनीहरूले चाहिँ घाँस माग्दैछ बेलुकाको लागि हो। हाम्रो गाई छ, पर चाहिँ यसको चाहिँ बाछी छ क्या, सानोबाट बेबी छ। हाम्रो चाहिँ काँक्राको बोट हो, अहिले चाहिँ यत्रो भएको छ हो। अनि यो चाहिँ सिमीको हो। यो बकरीहरू घाँस मागेर यहाँ यस्तो भइरहेको छ। भित्र पस। यो चाहिँ हाम्रो धनिया हो। यहाँ चाहिँ यहाँ पनि हामीले धनिया रोपेको थियौँ। यहाँ धनियाको बदली चाहिँ गाइस झार पलाएर सके चाहिँ सबै। यो चाहिँ हाम्रो खोर्सानी हो। यता पनि चाहिँ हामीले गाइस पर पनि रोपेको छौँ है। यो चाहिँ हाम्रो हो एप्पलको बोट। रोपेको चाहिँ 2 साल भइसक्यो, 3 साल भइसक्यो र पनि फलेकै छैन अहिलेसम्म चाहिँ हो। यहाँ पनि खोर्सानी छ है गाइस। तर सबै चाहिँ हाम्रो इस्कुसको झ्यालहरू है। यस्तो छ यहाँ चाहिँ। नानीहरू छ, यसले भर्खर बिहाको छ है। 3टा छ है।